पनि वर्षमा 10% या 5% मात्रै पनि वितरण गर्न सक्ने अवस्था अहिले लगभग 50% क्यासहरू चाहिँ व्यवस्थापन भइसक्यो। अब त्यो नभइकन अब अहिले स्टार्टिङ गर्दाखेरि अहिले हामीसँग अब जे जति 5-7 वर्षसम्मको अगाडिको उनीहरू छन् तिनीहरूसँग अब सम्पर्क गर्नु पऱ्यो। सम्पर्क गरेर उनीहरूले सम्पर्क ल्याएर चाहिँ उनीहरूसँग चाहिँ कसै पैसा रोक्नु तपाईँले पनि सहयोग गरिदिनु र त्यस पछाडि अब मेरो भनाइको मतलब चाहिँ के छ भन्दाखेरि अहिले हामी अब 0 लेभलबाट स्टार्ट गरेर चाहिँ पैसा दिने वातावरणमा हामी अगाडि बढ्न गइरहेको छौँ। त्यसमा तपाईँहरूले चाहिँ नगरपालिकाले पनि साथसाथै चाहिँ पक्षकर्ताहरूले पनि तपाईँहरूले चाहिँ पूर्ण रूपले चाहिँ सहयोग गरिदिनु भयो भने भोलिको दिनमा चाहिँ राम्रो हुन्छ। मेरो भनाइ यति नै छ। हामीले बाँसबारीभन्दा मुनि चाहिँ एउटा निर्णय गराएको छौँ। त्यसमा चाहिँ के छ त भन्दाखेरि केही रकमहरू नगरपालिकाले 10 देखि 15% चाहिँ क्यास चाहिँ तपाईँले जुन 75 सालको दसैँको अगाडिमा है त्यो बेला चाहिँ तपाईँले चाहिँ 3.5 करोड रुपियाँ पैसा चाहिँ जम्मा गरेर एटलिस्ट पनि यो दसैँको माहौलमा चाहिँ तपाईँले चाहिँ पैसा चाहिँ बाँड्नुपर्छ भन्दाखेरि र ठिक छ भनेर हामीले केही रकमहरूको व्यवस्थापन गर्नुतिर हामी लाग्यौँ। र त्यो लाग्दाखेरिको कन्डिसनमा हामीले त्यो बेलामा माइन्युटे गरेर त्यो बेलामा हाम्रो को हुन्थ्यो एकजना है त्यसपछि उहाँकै सम्झौता भनौँ न राखेर चाहिँ हामीले निर्णय गराएर चाहिँ त्यो पैसाको व्यवस्थापन गर्नतिर हामी लाग्यौँ। र त्यस बेला के बचतकर्ताहरूले चाहिँ अब भनौँ न अब नगरपालिकालाई अलिकति प्रोत्साहित गर्यो या केही हदसम्म चाहिँ त्यो गरेको कारणले गर्दाखेरि अब हामी मुद्दामा हामी जानै पऱ्यो होइन। त्यो मुद्दामा जाँदाखेरि लगभग तपाईँको चाहिँ हामी भनौँ न मेरो हिसाबसम्म गर्दाखेरि 5.5 वर्ष जस्तो हामी चाहिँ सुनेर बस्नुपर्ने अवस्था भयो। अब हिजो मेरो भनाइ चाहिँ कस्तो भन्दाखेरि हिजोको दिनमा 10 देखि 15% पैसा बाँड्नको लागि व्यवस्थापन गर्नेतिर हामी लागिरहेको थियौँ। त्यो पैसा जति पनि हामी उपलब्ध गराउँथ्यौँ र यो 5 वर्षको अवधिमा भनौँ न 5 वर्षको अवधिमा 10% दरले मात्रै हामीले पैसाको व्यवस्थापन गर्न सक्यो भने अहिलेसम्मको अवस्थामा हामीले लगभग भनौँ न होइन भने पनि 60-70% व्यक्तिको पैसाहरू हिजोको दिनमा चाहिँ फिर्ता गरिसकेको अवस्थाहरू हुन्थ्यो। हामी अब भित्र बसिसकेपछि कन्डिसनमा कसरी फिर्ता गर्ने यहाँनिर अब चाहिँ नगरपालिकाले चाहिँ गर्न सक्ने कन्डिसन कुराहरू थिएन। प्रतिवेदन नगरपालिकाले बनायो ऋण लगानी के कस्तो अब ऋणहरूले चाहिँ अब मैले त अघिलाई दिइसकेँ, मैले सानलाई दिइसकेँ, मैले सुरलाई दिइसकेँ, मैले राजकुमारलाई दिइसकेँ भन्ने खालको कन्डिसनको कुराहरू पनि आएको अवस्थाहरू थियो। जे जति चल अचल सम्पत्ति प्रतिवेदनमा उल्लेख भएका छन् ती सबै ऋण लगानी गरिएको थियो। त्यो ऋण लगानी गरिएकोमा चाहिँ हामीले त्यो स्वरूप चाहिँ दिएको लगानी हो। र त्यस पछाडि अब हामीले जे जति चाहिँ सदस्यहरूले चाहिँ हामीलाई दाखिला गर्नुपर्ने जे जति ब्याज खर्चना विलम्ब शुल्क आदि दाखिला गरेको अवस्थामा चाहिँ ती सम्पत्तिहरू चाहिँ सम्बन्धित ऋणीहरूलाई नै हामीले चाहिँ फिर्ता गर्नेछौँ। र सहकारीको रकमबाट चाहिँ बुढानीगञ्ज नगरपालिका वार्ड नम्बर 2 मा किता नम्बर 1130 को क्षेत्रफल 6 आना जग्गामा चाहिँ सोमा चाहिँ संस्थाले चाहिँ संस्थाको घर संस्था चाहिँ हामीले सञ्चालन गरेको छौँ। त्यसमा चाहिँ अब मेरो नाउँमा चाहिँ है खरिद गरिएकोमा चाहिँ सञ्चालन समितिको निर्णय अनुसारले चाहिँ हामीलाई के रकम आवश्यकता पर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो चाहिँ एकजना रेशमा खड्का बोरा भनेको नाममा चाहिँ हामीले पास गरेर दिएको थियौँ। उसको पनि केही डिपोजिट थियो र त्यस पछाडि हामीले चाहिँ यथाशीघ्र सम्बन्धित व्यक्तिको चाहिँ समावेश फिर्ता गरेर चाहिँ त्यो जग्गा चाहिँ संस्थाको नाममा ल्याउने या त्यो जग्गा चाहिँ बेचबिखन गरेर चाहिँ अब त्यो पैसा जे जति रकम आउँछ त्यो चाहिँ बचतकर्ताको चाहिँ बचत फिर्ता गर्नको लागि चाहिँ हामीले अगाडि बढाइन्छ। र त्यस पछाडि अर्को जस्तो प्रस्ताव नम्बर 3 मा छलफल गर्दा चाहिँ यस संस्थाद्वारा सञ्चालित क्रिया माइक्रो बसहरू जस्तो हाम्रो चाहिँ 4टा क्रिया बसहरू सञ्चालनमा थिए 6667 6655 9915 र 6660 र को स्थिति के कस्तो अवस्थामा छ त्यो कुराहरू हेरेर र त्यस पछाडि त्यो नम्बर प्लेटलाई चाहिँ बिक्री वितरण गर्ने र त्यस पछाडि जुन चाहिँ त्यो कवाडीमा बिक्री वितरण हुन्छ भने पनि त्यहाँबाट चाहिँ जे जति राखेको रकमहरू चाहिँ असुल पर्नुहुन्छ त्यो पनि चाहिँ हामीले भनौँ न यो अहिले बन्ने कोषमा चाहिँ जम्मा गरेको चाहिँ त्यो पनि बचतकर्तालाई फिर्ता गर्नेतिर अगाडि बढाउन हामी चाहन्छौँ। र त्यस पछाडि प्रस्ताव नम्बर 4 मा छलफल गर्दा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा निर्मित प्रतिवेदन 2078 बचतकर्ताको राय रकम समस्याग्रस्त सहकारी संस्था हुनुभन्दा अगाडि चाहिँ सहकारीहरूद्वारा आफ्नो पैतृक सम्पत्ति है यसलाई चाहिँ बेचमा राखेर
होइन। र त्यस पछाडि अब कसैलाई चाहिँ राखेर हामीले चाहिँ केही रकमहरू फिर्ता गरेका थियौँ हिजोको दिनमा पनि। त्यो फिर्ता गर्दाखेरि लगभग 80-90 लाख रुपियाँ त मेरो मार्फत चाहिँ काउन्टरबाट पनि वितरण गरे हो। त्यसमा प्रदीपजी पनि अगाडि नै हुनुहुन्छ, हिन्दोसाई पनि हुनुहुन्छ। त्यो बेलामा केही रकमहरू चाहिँ सहकारी संस्थाबाट चाहिँ मेरो आफ्नो र कोषाध्यक्षको नाउँबाट चाहिँ राखेको चाहिँ पैसाहरू चाहिँ केही रकमहरू हामीले पनि बाँडेका थियौँ। त्यो बाँड्दाखेरिको अवस्थामा हामीले केवल पासबुक मात्रै हेरेर चाहिँ दिएको थियौँ। बचतकर्ताको चाहिँ त्यसमा चाहिँ हामीले भनौँ लेजरमा चाहिँ घटाएको चाहिँ अवस्था थिएन। र त्यो पैसा पनि हिजोको दिनमा हामीले पैतृक प्रपर्टी ब्याङ्कमा राखेर चाहिँ दिँदाखेरिको अवस्थामा पनि त्यो घटाएको अवस्था थिएन। र त्यसपछि त्यो पनि घटाउनुपर्छ। अहिले जस्तो 26 करोड जुन प्रतिवेदन अनुसारले चाहिँ निक्लेको अवस्था छ, त्यो पैसा पनि घटाउँदाखेरि त भनौँ न कति पैसाहरू त घटेको अवस्था पनि हुन्छ। र त्यसले गर्दाखेरि त्यो पनि पासबुकहरू हामीले चाहिँ उपलब्ध गराउने अवस्था भयो भने त्यो पासबुक अनुसारले पनि हामीले चाहिँ के भने घटाउन सक्ने अवस्थाहरू हुन्छ। र त्यस पछाडि अब प्रस्तावमा यतिमा छलफल गरेर ऋण लगानीबाट जे जति ऋण असुल उपकर हुन्छ, ऋण लगानीबाट चाहिँ जे जति असुल उपकर लागेको रकमहरू असुल उपकर हुन्छ, त्यसलाई चाहिँ नगरपालिका र तपाईँहरू बचतकर्ताको चाहिँ भनौँ सहमतिमा चाहिँ हामीले अब यति रकम चाहिँ जम्मा भएको छ, अब यसलाई चाहिँ बाँडौँ भन्ने तपाईँको चाहिँ राय सल्लाह सुझाव अन्तर्गत आउँछ भने त्यो पैसा चाहिँ हामीले भोलिको दिनमा चाहिँ उठेको लागेको ठाउँ चाहिँ त्यही अनुसारले व्यवस्थापन गर्ने चाहिँ। र अब अहिले अस्ति यो 2082 साल जेठ महिनाको 18 पछाडि सुनेन होला पछाडि नसुन्ने होला। 18 गते चाहिँ हामीले निर्णय गरेका छौँ। त्यो म पढेर हजुरलाई सुनाउँछु। आज मिति 2082 साल जेठ महिनाको 18 गते आइतबार यस समस्याग्रस्त सहकारी संस्था अध्यक्ष श्री सामन खत्रीको अध्यक्षतामा बैठक बसी प्रस्तावको छलफल गरी निर्णय गरियो। प्रस्ताव 1 मा चाहिँ संस्थाको ऋण लगानी असुली सम्बन्धमा र त्यस पछाडि दोस्रोमा संस्थाको चल अचल सम्पत्ति पेश गर्ने सम्बन्धमा, तेस्रोमा संस्थाद्वारा सञ्चालित सवारी साधन सम्बन्धमा र 4 मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा निर्मित प्रतिवेदन 2078 छुटेका केही छन् भने त्यो कुराहरू समावेश गर्ने र बचत फिर्ता कसरी गर्ने भन्ने एउटा सम्बन्धमा र मसलन्द एउटा स्टेसनरी सरसामान सम्बन्धमा चाहिँ हाम्रो छलफल भएको थियो। र त्यसमा चाहिँ 1 मा चाहिँ हाम्रो के भएको थियो भने प्रस्ताव नम्बर 1 मा हामीले छलफल गर्दा चाहिँ 2065 सालदेखि 2074 सालसम्म विभिन्न 467 जना बचतकर्ताहरूको चाहिँ नाउँमा चाहिँ ऋण लगानी गरेकोमा सम्पूर्ण ऋणीहरूलाई चाहिँ ऋण असुलको लागि उपचार गर्नको लागि गैरमुक्त नगरपालिकासँग स्वीकृति दिने भन्ने हामीले चाहिँ निर्णय गऱ्यौँ। त्यसमा चाहिँ अहिले सरले पनि भनिसक्नु भएको छ 9 करोड 50 लाख 79,050 रुपियाँ र 77 सालसम्मको ब्याज 6 करोड 91 लाख 902 रुपियाँ पैसा ब्याज र जम्मा हाम्रो चाहिँ 16 करोड 42 लाख 40,952 रुपियाँलाई चाहिँ पुनः 2082 साल जेठ वसान्तसम्मको यो अहिले जेठ वसान्तसम्मको चाहिँ ब्याज समावेश गरेर चाहिँ उनीहरूले चाहिँ उपचार गर्ने